दाना पनि ठुलो छ र यो त्यही जिरो टिलेज हो। अब यो किसानमा हामी यहाँ 2-3 वर्षदेखि गरिरहेको छौँ। एउटा सी सक्सेस प्रोजेक्ट अन्तर्गत हो यहाँ थियो र पहिले जुन सर भोरेर सरले जुन प्रसङ्ग भइराख्नु भएको थियो हामी जहाँ गए पनि बाउ लागेको मान्छे आउँछ भनेर, किनभने माथि माथि नै त्यो खस्छ। उहाँले भने जस्तै जुन अहिले कहानी भइराख्नु भएको थियो छापाको फर्स्ट चोटियामा जाँदा उहाँहरू पनि तर उहाँहरूलाई त होइन उहाँहरूलाई बढी मान्छेले पनि। र अर्को कुरा यहाँ हेर्नुहोस् हामी मात्रै यान्त्रिकरण भनेर हुँदैन, पूर्वाधार पनि हेर्नुपर्छ। हेर्नुहोस् यो रोड एसेस छ, यो फिल्ड इरिगेसन फेसिलिटी छ होइन, र अलिकति लेभल छैन। हामी यसलाई लेभल पनि गर्ने, लेभलिङ जरुरी हुन्छ अधिकारी सर। सबभन्दा पहिले हामी कहाँ लगाइरहेको छौँ अनलेभल फिल्डमा, त्यस मसिनको पर्फर्मेन्स त्यस्तै नै खराब भइहाल्छ होइन। यस्तो लेभलिङ गरेको फिल्डमा झन् यो राम्रो हुन्थ्यो होइन। यसको अहिले उहाँले एकचोटि यो 2 चोटि इरिगेसन भयो, त्यसमा 1 चोटि इरिगेसन भएको छ। र बाला हेर्नुहोस्, यसलाई नै भन्छौँ हामी स्थलगत अवलोकन भ्रमण कार्यक्रम होइन। अब फार्ममा पनि हेर्नुभयो र किसानमा में देखेको परल माने एना मूल्यांकन हो। अब जब इतने किसानी तरीका बा, घर के बिया बा, बिया के क्वालिटी देखि न बा, घर के बिया बा, घर के तरीका बा। हां एउटा इरिगेसन अर्को दिए भने बवाल। हां यो गहुँहरु लाइनमा झल्किन्छ, उ लाइन पनि झल्किन्छ। यसो हेर्दा लाइन ओ त्यो पोरसम्म लागेछ एसी मसिनमा हो, जहाँसम्म आँखा जान्छ जहाँसम्म होइन। अब बढी त यहाँ फार्मर प्र्याक्टिस हो, तर अब यसरी राम्रो भए पनि अब अस्ति उहाँ त्यही कहानी आलुवाला कहानी हो। वारजक्षी आउनु भएको थियो लगाउन बेलामा, अनि उहाँलाई पनि यसो थप्री बनाए अनि लगाए त्यो दिन। माला उहाँले लगाउनु, माला प्लानिङ थिएन त्यो दिन, विदेशी आएको थियो सरसँगै हो। मसिन काफी छ, तीनवटा चाहिँदैन होइन तर एउटा किन भन्नु पर्यो एउटा मात्रै, एउटा आलुको भन्नु, दुईटा यो भन्नु। बनाउनु भएको छैन, कमाउनु भएको छ। अब रानीघाटका चाहिँ तपाईको परिचय अनि ठाउँ अनि यो कुन विधिबाट चाहिँ यो खेती गर्नु? नगरपालिका वार्ड नम्बर 3 होटल तपाई पनि उहाँले पनि भन्नुहुन्छ यो जिरो टेलरबाट। के हो यो भने? जिरो टेलर भनेको तपाईको बाँझोमा मल बिउ लगाएको। परम्परागत विधि भन्दा यसमा के अन्तर छ? फरक यसमा खर्च कमी हजुर, अनि त्यसपछि उत्पादन पनि बेसी। जस्तो खर्च कति कम र उत्पादन कति बेसी त? अब जोताइको लागि तपाईको खर्च लागेन हजुर, अनि सिँचाइमा पानी कम लाग्ने सर, अनि मल र बिउ एउटै लाइनमा झर्ने भएको हुँदा उत्पादन पनि बेसी। यहाँ कति किसानले कति बिघामा यसरी खेती गर्नुभएको छ? यहाँ लमसम हाम्रो कति 3 बिघा 3.5 बिघा लगाइएको छ सर। 7 जना होइन, 7 जनाले 4 बिघा जति गर्नुभएको छ। अनि लागत चाहिँ अब समग्रमा भनौँ न, प्रति बिघा कति लागत जोगियो त? प्रति बिघा लागत भन्दाखेरि सर मैले बिचमा कुरो काटेँ तपाईँको, यहाँ हाम्रो 1 बिघामा 2 बोरा बिउ, 2 बोरा डिएपी, अनि हाम्रो लागत भनेको त्यसमा 15 किलो 16 किलो पोटास, अनि तपाईँको 12 किलोको दरले युरिया यही हो। 10 कट्ठामा 1 बोरा बिउ 1 बोरा मल, त्यति मात्रै हो लागत। अनि यो हाम्रो यो प्रविधिबाट छर्दा सर बिउ कम लाग्ने, जोताइ खर्च बच्ने र अर्को सिँचाइमा कम पानीले छिटो पट्ने। मेन रूपमा तपाईको जसरी यो जोताइ त्यसमा हुँदैन त, प्रति कट्ठा जोताइमा कतिको पैसा तपाईहरुको बच्छ? कम्तीमा 2 चास लगाउँदा तपाईको 10 कट्ठामा केही नलाइन तपाईको 8-9-10 हजार खर्च लागिहाल्छ नि सर। रोटाभेटरले जोत्नु पर्यो, 2 चोटि नजोति हुँदैन, घण्टाको 1600-1700। यो प्रविधि कुन सालदेखि आएको छ? यो प्रविधि हामीले गर्न थालेको अहिले 3 साल पुगेन त? 3 साल तेस्रो प्रवेश यो। अब हामी तेस्रोको यो कट्दैछ। अनि अब तपाईहरुले यति राम्रो यो गहुँ बाली अहिले उत्पादन यो नयाँ प्रविधिबाट गर्दै हुनुहुन्छ, यसबाट अरु तपाईहरुको छरछिमेक अथवा गाउँहरुको मान्छेहरु कतिको आकर्षित भइराछन्? यसमा आकर्षित त सबै नै छौं सर। एउटा कुरो समस्या के छ भन्दा हामीसँग जिरो टेलर छैन, मसिन स्रोत साधन भएन सबभन्दा ठुलो कुरो। यसमा आकर्षित सबै नै आकर्षित छौं,
छन् हामी सबै किसानहरू, किन भन्दा खर्च अनि अहिले चाहिँ मेसिन लागत कम छ नि कसले त्यसमा। दियो त? मेसिनहरूलाई एउटा मेसिनको अलिकता अब यो त अफिसबाट उपलब्ध गराइदिनु भएको छ। हामीले 3-4 साल भयो अब लगाउन थालेको, यो तेस्रो वर्ष हिँड्दैछ। रहेको कुरा तपाईँको हामीसँग अब तत्काल यो उत्पादनमा अन्तर चाहिँ कति छ? व्यवस्था नभएको कारणले अफिसले लगाइदिनु भएको छ र हामीले लगाइएको छ। एउटा अब सोच चाहिँ हाम्रो के छ भन्दा यो प्रविधिबाट गर्दाखेरि खर्च कम हुने र हरेक कुरो बचावत, अब समय पनि जसरी यो कृषिमा त प्रदेश सरकारले स्थानीय सरकारले पनि अनुदान दिइरहेको छ मसिनहरू किन्नको लागि। तपाईँहरूको स्थानीय सरकार अथवा प्रदेश सरकारका सम्बन्धित निकाय सम्बन्धित कार्यालयहरूमा सम्पर्क गर्नुभएको छ कि छैन? के छ उहाँहरूको भनाइ, के छ अवस्था? तत्काल अब सरहरूले त एउटा समूह दर्ता गरेर समूहबाट जानुहोस् भन्नुभएको छ। व्यक्तिलाई दिने कुरो भएन। अब त्यो हामी प्रोसेसिङमा अब जान्छौँ बिस्तारै बिस्तारै। त्यसरी जाँदा हामीलाई सजिलो पनि होला। अब एउटा व्यक्तिको लागि त दिने कुरो भएन, अनि त्यसको कारणले तपाईँको समूह र एउटा दर्ता गरेर त्यसरी जाँदा अब पाउने सम्भावना होला। त्यही हो सर। अनि हामीले स्थानीय सरकारको कुरा यहाँनिरले निकाल्नुभयो। स्थानीय सरकारलाई हामीले वडा अध्यक्षलाई ल्याएर पहिला रोप्ने बेलामा हामीले देखाएका हौँ। आज पनि हामीले बोलाएका थियौँ। उहाँहरूको लालबन्दी जानुपर्ने अचानक भएर क्यान्सल भएर उहाँ आउन सक्नु भएन, नत्र आज पनि बोलाएको हो। त्यो दिन हामीले यहाँ सुरु रोप्दाखेरि तलबाट सुरु गऱ्यौँ मेरोबाट, उहाँलाई बोलाएर उहाँहरूको रोबरले उहाँलाई पनि खुसी मानेर हामी यो गर्नुपर्छ, यो व्यवस्थालाई अलिक पोटेसन हुँदै जाओस्, यसको प्रगति होस्, ध्यान दिन्छौँ के गर्नुपर्छ, कसो गर्नुपर्छ, कुन निकाय त्यो भनेर हामीले वचन चाहिँ दिनुभएको छ। आज चाहिँ उहाँ आउनु सक्नु भएन। मैले भनेको थिएँ उहाँ अचानक लालबन्दी जानुपर्ने भएर कतै जानु सक्नु भएन। यसमा यो जुन सरले भन्नुभयो यो खेतीको लागि यहाँ हामीमा विवाद भइसकेको छ। सबैजना तिमीहरूले चाहिँ लगाउने, हामीले चाहिँ नलगाउने, सबैले यही गर्ने भन्दा हामीलाई पनि सल्लाह के आयो भने सर त्यो जोतेर गर्नुभन्दा र यो गर्नुभन्दा त्यतापट्टि जोतेर गरेको हो, यो नजोतेका हाम्रो यही नै राम्रो छ। त्यो पनि फेरि सरले हामीलाई मल बहुत कम गर्नुभएको छ। मल हामीले त हुन्छ कि हुँदैन भएर चाहिँ जुवाखेला छ, तर जे होस् उहाँ विज्ञहरूले गरेको उहाँै अनुसार गर्दाखेरि हामी यहाँसम्म आइपुगेका छौँ। आज यही हो देखिहाल्नुभयो यहाँहरूले, यतिको बाली भएको छ। उहाँले भने तोक्या भन्नुपर्दा हामीले मल हालेको छैन केही पनि। बिउ पनि उहाँ नै बसेर गरेर हो सबै कुराहरू। कुन जात हो त्यो भनिदिनुहोस्। यो 200 एनएल 271 त्यही हो। यो चाहिँ हामीले फर्स्ट लगायो है सर यसपालि। कति मिति कहिले हो यो लाउनु भएको? यो लगाएको हामीले मङ्सिरको तपाईँको 9 गते। अनि बीजवृद्धि समूह केही गर्नुभएको छ कि छैन यतातिर? के हो बीज भण्डारको लागि के भन्नुभएको छ? बिउ उत्पादन छ कि समूह कुनै तपाईहरुको छैन छैन। यही कोइलाबारमा छ। कोइलाबारमा छ। गर्नुभयो भने अलि बढी दाममा तपाईहरुको बिक्री हुन सक्छ। एउटा हाम्रो यहाँ सुनखरी समूह छ देउवारमा। हजुर। अब उहाँहरुसँग लिङ्क राखेर अब हामीले के उहाँहरुसँग सम्पर्क राखेर त्यो किसिमले जानु पर्यो, के होइन भने हामीले समूह दर्ता गरेर त्यो किसिमले जानुपर्ने हुन्छ नि। त्यसको लागि गर्नको लागि पनि तपाईको जस तपाईहरु खुसी हुनुहुन्छ? हामी खुसी छौँ। हामी खुसी। एकपल्ट भनिदिनु बिगामा पुरानो प्रविधि र यसबाट चाहिँ कति अन्तर भयो उत्पादनमा? उत्पादन त मैले भन्नुभन्दा यहाँहरूले यहीँ छर्लङ्गै आउनु भएको छ। साँझमा त्यही पनि अब किसानको आफ्नो अनुभवले के भन्छ? यो प्रविधिबाट उत्पादन बेसी नै उत्पादन हुँदो रहेछ सर। किन भन्दा गत सालको यही प्रविधिबाट हामीले खेती गरेर हामीले भित्राए अनुसार त्यो हामीले पहिलाको प्रविधि र अहिलेको प्रविधि, यो प्रविधिमा धेरै राम्रो लाग्यो। उत्पादन पनि बेसी। कति त? र तपाईँको 10 कट्ठामा मैले लगभग कति 17-18 कुन्टल भएको थियो सर। त्यो यो प्रविधिबाट लगाउँदा आफ्नो प्रविधिबाट लगाउँदाखेरि त्यति भएन। कति हुन्थ्यो? 10-12 कुन्टल मात्रै भयो भने तपाईँको 10 कट्ठामा 16-17-18 कुन्टल भयो। 6 कुन्टल 7 कुन्टल झन्डै दोबरी जस्तै हो। 6-7 कुन्टलको अन्तर पर्छ। अब यसपालि चाहिँ अब कस्तो उत्पादन हुन्छ यो काटेपछि मात्रै थाहा हुन्छ। यो प्रविधिबाट गाउँ खेतीको लागि अति राम्रो छ। हस् धन्यवाद।